हरेक क्षेत्र नेपालमा यही उत्पादन गरेर यहीँको बजारमा विश्व बजारमा बेच्यो भने कति अब नेपालको प्रडक्ट विश्व बजारमा लगेर बेच्न सक्ने क्षमता भएको मान्छे चाहियो क्या हरेक वर्ष 20-30 लाख पर्यटक भित्रियोस् बाटोमा नेपालको एकदम विकास हुन एकदम सम्भव छ हाम्रै पाहाडमा सम्भव छ सबैजना टेकेर एउटै घरको आँखा छोरछोरी त नमिलेको छोरा देशको सारा भन्दा कसरी मिलाउनु सक्छ